छ टमाटर लसुन तिलको अचार डल्ले हालेर पहाडको डल्ले हालेर बनाएको। अलिकति हाल्दा पनि खतरा पिरो हुन्छ। पल्टने दाजु ब्याक टु पल्टन, पल्टने दाई ब्याक टु पल्टन भनेको। ल भर्खर डल्लो बनाउँछु। आज चाहिँ हाम्रो चिकन मोमो के छ, एक सेट रेडी भयो। के बनाइदिनु डल्ला? अब चाहिँ यो चाहिँ हो लास्ट सेट हो त्यो बनिएर। के निकालिदिनु? उसले त अब भित्रको चाहिँ खाँदैन, खोस्टा मात्रै खाएर हुन्छ नि त। यो भित्रसँगै खानुपर्छ भाइ। यति उफ्रिन्छ आँटा नि। अचार बनाएको छु। मोमो चाहिँ रेडी भइसक्यो 3 सेट। एक सेट त खाए पनि नानीहरूले हो। यहाँ छ टमाटर लसुन तिलको अचार डल्ले हालेर पहाडको डल्ले हालेर बनाएको। अलिकति हाल्दा पनि खतरा पिरो हुन्छ। अब चाहिँ खाने हामी। छोरोले चाहिँ पानीसँग खाँदैछ मोमो। पानीसँग खाकेर न मिठो भयो भाइ पानीसँग। हामी चाहिँ यहाँ टिभी हेर्दै खाउँ भनेर यहाँ बसेको। मेरो यसरी देखाउने। दामी मिठो भन न भाइ। मजा आयो नि। तिमी त पानीसँग खानु मजा गयो। पानीसँग खानु नि भाइ। हामीले के को मोमो खाएको भन त? चिकन। किनको बारेमा मन लागेको छ कि छैन, अल्छी लागिरहेको छ कि? ड्युटी खप्नु त कहाँ मन लाग्छ। घर परिवारलाई छोडेर बसिया छैन आफ्नो गाउँ गरममा। पेलक हुँदा है। साथीहरू अब आफ्नै नेपाली साथीहरू भए चाहिँ मजा आउँछ। नेपाली छैन र एउटा पनि पुरा हो त? अब कमै हुन्छ हाम्रोमा। होइन त्यो दावा दादा कि को दादा छैन? के होइन अब सुनिल दादा भन्यो। सुनिल होइन हो, शेर्पा थियो नि। के हो शेर्पा दादा छैन अब कहिले 20 सालहरू निक्लिनु भइसक्यो। त्यहाँबाट चाहिँ आफ्नै घर आराम। अन्त कतिजना त बुढो भइजाल पनि डिएसीहरू गइरहेको हुन्छ त। त्यो चाहिँ उनीहरूलाई थाहा लाग्छ। म त हामी सक्दैन। होइन बाध्यतै भन्दा पनि नानीहरू अब अलिक पढिसके मतलब उयो भइसकेपछि त अन्त के भन्छ, अब आफ्नो खुट्टामा उभिएर अलिकति आफूमा डिपेन्ड हुन्छ नि। कति नानीहरू त आफूले आफूलाई उयो गर्नु भइसकेको हुन्छ नि। त्यस्तो भएर पनि गइरहेको हुन्छ नि त कति चाहिँ। अब के भन्छ त्यो आफ्नो इच्छा हो। कति होस् नै मनपर्छ बसिबस्नु। अब हामीलाई चाहिँ मलाई चाहिँ अब हान्न भने मलाई चाहिँ मन पर्दैन। कहिले बिस्तार हुँदा आउँला आएर त्यस्तो होइन। पोडकास्ट मेरो पोडकास्ट यो चाहिँ पोडकास्ट बोट होइन पोडकास्ट डोमाको पोडकास्ट। अब आज फर्किनु पनि अल्छी लागेको फर्किने। हुन्छ लु पल्टने दाई। ओके के अल्छी लाग्दो बोकेको बेग पनि अन्त बेगको के अल्छी लाग्दो बोकेको हेर न। अब टाइममै पुग्यो भने पनि बसिरह आरामले अत्तालिँदै पुग्नु भन्दा त है
आरामले जाऊ आरामले नतलिकन ल उयो फ्रुटहरू बिस्किटहरू किनिकिन हाल्नु अन्त फेरि यस्तो घाम पुरा छ मसलाहरू भएको खाना नखाऊ त दियो नि तपाईँ त लु पल्टने दाजु ब्याक टु पल्टन पल्टने दाई ब्याक टु पल्टन भनेको अन्त काइले लाइक ल। गरिदियो ड्याडीलाई यस गरिदियो ड्याडी बाई गर्दै बाई काहिले गरिदियो ड्याडीलाई बाई गर्दैन बाई गर यता बाई गरिदियो न बाई गर यसो गर्दै गरिदियो ड्याडीलाई कलर दामी आएछ यो एडिनियमको पिङ्क कलर आएछ